क्रिस्टियानो रोनाल्डोको रेड कार्डसँगै पोर्चुगलको हार्दा भइहाल्यो। अब यो भिडियो त धेरैजनाले बनाइसक्यो होला, तर क्रिस्टियानो रोनाल्डोको हिजो अस्तिको इन्टरभ्यूको एउटा कुरा याद आयो मलाई। सो त्यो कुरालाई म भन्नेवाला छु। ब्राजिलियन फुटबल सकर अनुसार चाहिँ म चाहिँ क्रिस्टियानो रोनाल्डोले चाहिँ भिनिसियस जुनियरसँग तुलना गर्छु होइन, किनकि भिनिसियस जुनियर र क्रिस्टियानो रोनाल्डो चाहिँ एउटै लेभलमा रहेको छ। दुईजनाले च्याम्पियन लिग जितेको छ अनि त्यही च्याम्पियन लिगकै धाक लगाउँछ तिनीहरूले होइन। अनि त्यसपछि यता भन्ने हो भने अब क्रिस्टियानो रोनाल्डो चाहिँ कस्तो खालको मान्छे हो भन्दाखेरि चाहिँ पोर्चुगलको फुटबल राम्रो होस् या नहोस् अब क्रिस्टियानो रोनाल्डो हुनुपर्छ भन्ने टाइपको हो। अनि त्यसपछि अब ब्राजिलियन फुटबल सकर अनुसार चाहिँ अब पेले, रोनाल्डिनो, अब हाम्रो रोनाल्डोहरूसँग चाहिँ तुलना गर्न चाहिँ मिल्दैन। सो अब मेस्सीसँग नै तुलना गर्न मिल्दैन। मेस्सीले त कहाँ छोडेर गइसक्यो होइन, अब त्यो कुरै छैन। अब एम्बापेसँग पनि तुलना गर्न नमिल्ने भयो क्या। एम्बापेले अब 2018मा विश्वकपै जितिसक्यो र 2022मा त ऊ त फाइनलमा पुगेर तहल्कै मचाइदिएको हो। अब क्रिस्टियानो रोनाल्डोले दुवैजनासँग तुलना गर्न मिल्दैन। अब अन्तिम भनेको भिनिसियस जुनियरसँग चाहिँ लेभल मिल्छ है। तपाईँहरूलाई चाहिँ के भन्नु मन छ कमेन्ट गर्नु होला, कमेन्ट बक्स खाली छ।